के छ हौ तपाईको सामान के छ टोपी छ झोला छ यो झोला के को गाजाको भाउजूले छुनेको दाइले बुनेको यो त्यो गाँजा भनेर खिच्न लायो गाँजाकै हो त सर यो पियर प्योर गाजाको होइन टोपी पनि छ टोपी कस्तो यही तपाईँ लाएको हनुमान टोपी त्यस्तो पनि छ अर्को पनि छ गाँजाकै टुप्पी चाहियो त्यस्तो टोपी यो टोपी त काम लाग्दो रहेछ नि पोहोर किने मैले एउटा यता आउनु यस्तो टोपी पनि छ यो चाहिँ अलि चल्तीको टोपी हो अनि यो टोपीको नाम चाहिँ के नेपाली टोपी हिमाल हिमाल भएको नक्सा भएको यो चाहिँ के को टोपी हो टोपी छ भएको कुनै छैन टोपी छ झोला छ यो राम्रो छ हौ कहाँ बनाएको यो जुम्लाबाट बनाएको ए जुम्लामा तपाईँ घर जुम्ला के हो नाम प्रकाश प्रकाश रोकाया कति भयो यो काम गरे अनि कति कमिन्छ पैसा यो काम गरेर अनि बिहे गरिसक्या बच्चा बच्ची छन् 3टा छन् बच्चा बच्ची तपाईँ यो काम गरेको कति वर्ष अरे 15 वर्ष 10-12 वर्ष कति वर्षको हुनुभयो अहिले तपाईँ 40 वर्ष भइसक्नु भयो अनि हेर्दा त 25 को जस्तो देखिनुहुन्छ त अनि यो टोपीको कति रे यसको 380 अनि झोलाको ए हेरी हेरी छ क्वालिटी छ होइन तपाईँ एकदमै राम्रो मान्छे लु यसरी स्वदेशको सामान बेच्नु भएको छ स्वदेशमै हिँड्नु भएको छ खुसी लाग्यो चुड्किला भन्न पनि आउँछ क्या तपाईँलाई भाउजूले छुनेको दाइले बुनेको धनपति दाइको कम्पनी भन ए भाउजूले छुनेको दाइले बुनेको धनपति दाइको कम्पनी भन्नु झोला दाजुभाइ दिदीबहिनी हो ओहो बड्डो भनेको चाहिँ बुढो भनेको जेठाउ ए लु खुसी लाग्यो प्रकाश भने होइन नाम लु प्रकाश सर खुसी लाग्यो तपाईँको धेरै व्यापार होस् कि सबै तपाईँलाई खोजिन् मान्छेले ल जिम्ला सिजावती गाउँ हिमा गाउँपालिका ए हिमा गाउँपालिका हो ए ल ल ल ल ल हिमा गाउँपालिकाको प्रकाश दाइले गर्नुभएको भनेर